तपाईहरु पक्कै पनि यो थम्बनेल देखेर यो भिडियोमा आउनु भएको हो भने आज हामी आफ्नै मोबाइलबाट राष्ट्रिय परिचय पत्रलाई कसरी डाउनलोड गर्न सकिन्छ भन्ने विषयको जानकारी लिएर आइसकेका छौं। अहिले राष्ट्रिय परिचय पत्र चाहिँ तपाईको सम्पूर्ण ठाउँहरुमा जस्तै बैंक खाता जुन तपाईहरुले खोल्नु भएको छ भने त्यहाँ पनि केवाईसी अपडेट गर, राष्ट्रिय परिचय पत्रको डिटेल्स हाल भनेर भनिरहेको छ भने विभिन्न ठाउँमा अहिले तपाईहरु जहाँ काम गर्नुहुन्छ, बैंक खाता खोल्न होस् अथवा जुनसुकै तपाईहरुले क्रियाकलाप गर्दाखेरि अहिले तपाईको राष्ट्रिय परिचय पत्रको नम्बर हाल अथवा राष्ट्रिय परिचय पत्र ले भनेर अनिवार्य गरिराखेको छ। यो क्रममा चाहिँ आज म यो भिडियो मार्फत तपाईहरुलाई राष्ट्रिय परिचय पत्र चाहिँ तपाईको जुन सम्बन्धित कार्यालयमा आउनु पर्ने हो त्यो आएको छैन भने मोबाइलबाटै सजिलैसँगले कसरी डाउनलोड गर्न सकिन्छ भन्ने विषयको जानकारी लिएर आइसकेको छु। तपाईहरुले यो भन्दा अगाडिको मेरो भिडियो हेर्नु भएको थियो भने त्यहाँनेर चाहिँ धेरै साथीहरुले राष्ट्रिय परिचय पत्र चाहिँ कसरी मोबाइलबाट डाउनलोड गर्ने भनेर मलाई धेरै जिज्ञासा राख्नु भइरहेको थियो। मैले चाहिँ उक्त भिडियोमा कम्प्युटरबाट कसरी राष्ट्रिय परिचय पत्र डाउनलोड गर्ने भन्ने विषयको जानकारी लिएर आएको थिए त्यसमा। तर धेरै साथीहरुले मोबाइलबाट पनि कसरी गर्न सकिन्छ बनाइदिनुहोस् भनेपछि आज म यो भिडियोमा मोबाइल तपाईले मेरो हातमा देख्न सक्नुहुन्छ, मैले मोबाइल पनि बोकिरहेको छु। यो मोबाइलबाट अब म तपाईहरुलाई राष्ट्रिय परिचय पत्र कसरी सजिलैसँगले डाउनलोड गर्न सकिन्छ भन्ने विषयको जानकारी दिनेछु। मेरो हातमा मोबाइल छ भने यता साइडमा तपाईले देख्न सक्नुहुन्छ यो एउटा मसँग राष्ट्रिय परिचय पत्र पनि रहेको छ। आज म तपाईहरुलाई राष्ट्रिय परिचय पत्र मोबाइलबाट कसरी डाउनलोड गर्ने भनेर देखाउने छु। त्यसको लागि सबैभन्दा सुरुमा तपाई आफ्नो मोबाइलमा जानुहोस्। आफ्नो मोबाइलमा गइसकेपछि यहाँनेर गएर आफ्नो एउटा जुनसुकै ब्राउजर छ त्यो ब्राउजर चाहिँ तपाई यहाँनेर खोल्नुहोस्। जब तपाई यहाँ ब्राउजर खोल्नुहुन्छ तब त्यसपछि यहाँनेर सर्चमा गएर राष्ट्रिय परिचय पत्र भनेर यसरी यहाँनेर क्लिक गर्नुहोस् अथवा सर्च गर्नुहोस्। जब यहाँनेर गएर सर्च गर्नुहुन्छ तब त्यसपछि यहाँ विभिन्न खाले धेरै कुराहरू आउँछ। जस्तै डिपार्टमेन्ट अफ नेशनल आईडी कार्ड एन्ड सिभिल रजिस्ट्रेसन 1 नम्बरमा छ भने 2 नम्बरमा राष्ट्रिय परिचय पत्र नम्बर NIN खोजी भनेर लेखेको छ। त्यस्तै 3 नम्बरमा राष्ट्रिय परिचय पत्रको अवस्था जाँच भनेको छ। तपाई चाहिँ अब यहाँ 2 नम्बरमा रहेको राष्ट्रिय परिचय पत्र नम्बर NIN खोजी लेखेको ठाउँमा क्लिक गर्नुहोस्। जब तपाई यो क्लिक गर्नुहुन्छ तब त्यसपछि यहाँनेर विभिन्न कुराहरू लेखेको तपाईले देख्न सक्नुहुन्छ। राष्ट्रिय परिचय पत्र नम्बर NIN खोजी यहाँनेर पूरा नाम नेपालीमा लेख्नुहोस् भनेको छ वा पूरा नाम अंग्रेजीमा, त्यसपछि जन्म मिति विक्रम सम्वतमा, त्यसपछि नागरिकता जारी मिति र क्याप्चा भर्नुहोस् भनेको छ। अब म यहाँनेर पहिला सम्पूर्ण जानकारीहरू भरेर देखाउँदै छु। तपाईले यहाँनेर सम्पूर्ण विवरण भरिसकेपछि अब तपाई यहाँनेर मुनि खोज्नुहोस्मा क्लिक गर्नुपर्ने छ। जस्तै मैले यहाँ सम्पूर्ण विवरणहरू भरेर यहाँनेर मैले ब्लर गरेको छु विभिन्न कारणले। तपाईले यहाँनेर सम्पूर्ण विवरणहरू फिल गर्नुहोस्, त्यसपछि यहाँनेर खोज्नुहोस्मा अब क्लिक गर्नुहोस्। यहाँनेर स्क्रिनमा अब तपाईको राष्ट्रिय परिचय पत्र नम्बर भनेर यहाँनेर मुनि तपाईको राष्ट्रिय परिचय पत्रको विभिन्न जानकारीहरू देखाइसकेको छ। अब तपाईले यसलाई के गर्न सक्नुहुन्छ भने यसलाई स्क्रिनशट गर्न सक्नुहुन्छ र तपाईलाई जहाँ राष्ट्रिय परिचय पत्र माग्छ त्यहाँनेर तपाईको राष्ट्रिय परिचय पत्रको काम त गर्दैन, तर तपाईलाई नम्बर चाहिँ राष्ट्रिय परिचय पत्रको नम्बर यहाँ माथि देखाइएको छ। त्यो राष्ट्रिय परिचय पत्रको नम्बर हालेर तपाईले जहाँसुकै पनि राष्ट्रिय परिचय पत्र नम्बर सोधेको ठाउँमा यसरी दिन सक्नुहुन्छ। धेरै साथीहरुले राष्ट्रिय परिचय पत्र नै डाउनलोड हुन्छ होला भन्नुभएको थियो भने राष्ट्रिय परिचय पत्र नै त डाउनलोड हुँदैन। तर यो फाइललाई तपाईले स्क्रिनशट गरेर राख्नु भयो भने तपाईलाई चाहिएको ठाउँमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिँ तपाईले सजिलैसँगले पाउनुहुन्छ र यो राष्ट्रिय परिचय पत्र नम्बर हालेर तपाईले विभिन्न जानकारीहरू भर्न सक्नुहुन्छ। हस्त साथीहरु, तपाईलाई यो जानकारी कस्तो लाग्यो? यो भन्दा अगाडि पनि हामीले कम्प्युटरबाट यसलाई कसरी डाउनलोड गर्ने भन्ने विषयमा भिडियो बनाएको थियौं र विभिन्न साथीहरुले डाउनलोड चाहिँ कसरी गर्ने भनेर सोधिराख्नु भएको थियो। त्यहाँनेर तपाईले कम्प्युटरबाट गर्दै हुनुहुन्छ भने चाहिँ स्क्रिनशट गर्न सक्नुहुन्छ। त्यसलाई स्क्रिनशट गरेर राख्नुहोस् र त्यसलाई चाहिँ यसरी नै जहाँ आवश्यक पर्छ त्यहाँनेर चाहिँ तपाईले नम्बर हाल्न सक्नुहुन्छ। यो चाहिँ विशेष गरी नम्बर चाहिँ याद गर्नको लागि अथवा नम्बर बोक्नको लागि प्रयोजनको लागि यो तपाईले डाउनलोड गर्नुभयो भने तपाईले नम्बर चाहिएको ठाउँमा यो प्रयोग गर्न सक्नुहुनेछ। हस्त साथीहरु, तपाईलाई आजको यो जानकारी कस्तो लाग्यो? यदि यो जानकारी राम्रो लाग्यो भने हाम्रो यो भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न नभुल्नु होला। त्यस्तै अन्य जानकारीमूलक सामग्रीहरू हेर्नको लागि हाम्रो यस YouTube च्यानललाई फलो अथवा सब्स्क्राइब गर्न नभुल्नु होला। हस्त, धन्यवाद।